यहाँ ठोकिने चाहिँ अहिले चाहिँ यो अस्ति गए राति भन्दा पनि 3 गते रातिको चाहिँ भीषण पानी परेको कारणले चाहिँ यहाँ त्रिपुरा सुन्दरी गाउँपालिका र बारबिसे नगरपालिका जोड्ने यो पुलको चाहिँ बारबिसे नगरपालिकापट्टिको यो जीप चाहिँ यहाँ यसरी खोलेको हुँदा चाहिँ यहाँ अलिकति यो पुल जीर्ण अवस्था बनेको हो। यसै विषयलाई चाहिँ यहाँ आर्मी, नेपाली सेना, बारबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतज्यू, पूर्व मन्त्री आदरणीय मोहन बहादुर बस्नेतज्यू लगायत चाहिँ यहाँ तत्काल अब जाली गाह्रो लगाउने अथवा के गर्न सकिन्छ भनेर चाहिँ प्राविधिक पुलिस सहित यहाँ आउनु भएको छ सुनकोशी नदीमा। जिल्ला समन्वय अध्यक्ष बालकृष्ण श्रेष्ठ पनि हुनुहुन्छ। यो चाहिँ अस्ति 3 गते रातिको भीषण पानी र आधा रातिको पानीले चाहिँ यहाँ ठुलो क्षति भएको देखिन्छ। यहाँ सुनकोशी बजार चाहिँ सुनकोशी बजारलाई यहाँ ठुलो क्षति गर्ने देखिन्छ। यहाँ चाहिँ यतापट्टि घाटलाई चाहिँ धेरै घाट क्षेत्रमा चाहिँ धेरै कटान गरिएको छ। यो चाहिँ सुनकोशी गाउँपालिका र बारबिसे नगरपालिका जोड्ने यो बेली ब्रिज चाहिँ अलि जीर्ण अवस्था बनेको छ। जिल्ला पनि बोलाउनु, त्यसपछि आएर तपाईँ डिभिजन काममा पनि बोलाउनु। उता यसो तल भाडा भन्नु त्यो चुनावमा जारी अब त्यसमा सडकले गरेपछि त उनीहरूले हाल्नु पर्ने र पऱ्यो भने उनीहरू स्थानीय तहले गर्यो भनेदेखि यता र उताले आडी गरेर गर्ने सडकले गरेर यो काम सुरु गरेर
केला भन्छ यहाँनिर ढुङ्गाहरू त निस्किन्छ तर यहाँको ढुङ्गा तिनीहरूले चाहिँ आफ्नो नसक्छ मलाई के छ लाग्छ स्ल्याब हिँड्छ जस्तो लाग्छ आमादेखिको त्यो सुब्बा छैनलाई त्यहाँ पनि छ अनि यतापट्टि त्यो जुन मेन खोला आउने त्यसमा पनि छ त्यो जुन आमादिङभन्दा मुनिको त्यो गुम्बाहरू भएको मुनि सबै किरा किराबाट बसेको छ सबै एउटै भएर आउने देखि त्यहाँबाट 25 स्थान जाली पठाइदिनु एक ठाउँ भए पनि रोपौँ यो रोप्दा पनि तललाई पनि खेती कम हुन्छ भन्ने कुरा आएको थियो क्या त्यहाँ पनि तानेर ओडाएर चाहिँ दिउँदैछु अब हामीलाई त जाली छैन भन्नुहुन्छ उता फोन गऱ्यो माथिबाट जाली पठाइदिनु छिटो मेरो साहब र उपमेयर साहब भन्नुहुन्छ त्यो पुछेको फोन पठाउँछ के अरे पुछेको नम्बर पैसा छ राजदाई हुचिया नम्बर दुला हुचिएको नम्बर मास्के कहाँको जगाधार मास्के जग्गा हेलो यदि यो खोलालाई चाहिँ नियन्त्रण नगर्ने हो भने यो बजार पुरै जोखिम अवस्थामा पर्ने देखिन्छ त्यसै कारण हामी यहाँ चाहिँ कसरी हुन्छ यहाँ जाली गाह्रो लगाएर हुन्छ कि कसरी हुन्छ यहाँ पूर्व मन्त्रीज्यूले निर्देशन दिनुभयो कता आउँथ्यो कत्रो चाहिँ वाल फेरि मैले अझै दुईवटा सडक विभागको फोन गरेर तिमीलाई चाहिँ बोलाएर उनीहरूको प्राणी लिएर आएर के भन्छ आजैबाट लाउने गरी चाहिँ सुरु गर्ने अरू सडक अझ बढी त्यहाँ बस्ती पानी डाइभर्ट गरेर सडक विभागलाई यहाँको कुरा उहाँले गर्छ मैले गर्ने कुरा उहाँले जुर्यो भन्ने भन्छ गाडी आउँछ अर्को लगाएर पनि त्यो गोदल हाल्ने हुन्छ फटाफट हालिहाल्ने नि चाहिँ गाडी भाडा खबर त्यहाँ त एकदम डेन्जर तिमीले टाइममा काम नगरिदिएर बर्बाद गरिदियो अब माथि त्यो हामीले अस्ति हेरेर ठाउँतिर पनि अब तुरुन्तै खर्च बन्न सक्ला उतापट्टि बालिसी नगरपालिकाको 1 नम्बर वार्ड जाने बाटो अवरुद्ध भइसकेको छ जहाँ ठाउँमा उमेर आउनु भएको छ यो सुनकोसीको ब्रिजलाई सबभन्दा पहिला जोगाउनु पर्यो यो ढुङ्गाको व्यवस्था गरिसके यहाँ ढुङ्गाको व्यवस्था गरिसकेका छन् त्यो सडक विभागलाई पनि अलिकति पाता लगाएर मेरो खाली बस्ने काठमाडौँ बस्ने काम गर्न बोलायो बल्ल बल्ल आउन त्यो पनि मुस्किल किनभने अब सबै राखेर आफ्नो ठाउँमा इन्जिनियरहरूलाई स्ट्यान्ड बाई बस्छ भन्ने ठुलो साधन छ स्ट्यान्ड बाई बस्छ भन्ने अब अलिअलि सपोर्ट गर्नु पऱ्यो पार्टीका हातले
बारिसी मात्र होइन बाह्रवटा पालिकाले आफ्नो ठाउँमा अलिअलि गर्छन् तर अहिले पनि बित्तिकै प्राविधिक पनि पाउन गाह्रो कहाँ हो यिनीहरू अब यो पालिकामा भएका प्राविधिकहरू पनि अलिअलि छन् अब यिनीहरू आफै सडक बनाउने खालका पुल बनाउने खालका भए अझ बढी राम्रो हुने हो उनीहरूको दायित्व पनि हो सबै ठाउँ यिनीहरूलाई अलर्ट पनि राख्नु पऱ्यो त्यो यीलाई यहाँसम्म जानु पनि भन्नु पऱ्यो सम्पर्क गर्नु भनिदिएको थियो र यसपछि सर्वल लाएर चाहिँ बाह्रै पालिका जुन जोखिम बढिरहेको छ त्यसलाई सम्बन्धित यो पुल जोगाउने कुरा चाहिँ सबभन्दा पहिला आज म अहिले यहाँ पुलमै छु अहिले पुलमै छु सेनाले पनि सहयोग गर्ने भनेर भनेको छ अब जनप्रतिनिधिहरू छन् जिल्ला समन्वयको हाकिम पनि चौधरा आउनु लागेको सबै यो दुई महिना अलर्ट राख्नु पऱ्यो अर्को छ अहिले पनि यो असारसम्म भदौमा खोलामा चाहिँ त्यहाँबाट हाल्न पाइँदैन मात्रै भोटेपछि अहिले पनि हालेर अब चाहिँ त्यसलाई पऱ्यो चाहिँ पुलिस लगाएर समाप्त त्यो चाहिँ सिडिओ साहबले पनि स्क्याब रुवालाहरू अलिकति प्रक्रिया साथ हेरेर भन्छ अहिले आउन जाली चाहिँ 50 स्थान मात्रै होइन यो अब त्यहाँ भएको थियो अब अरू हामी निकाल्दै र अब माथि जल उठाउने प्रकोपलाई पनि यसरी हामी कुरा गर्छौँ सबैतिर जाली अलिअलि ल्याउने चाहिँ ल्याउने अब त्यो ल्याएर भएन भने अलिकता तिर्पाल 400-500 एउटा तिर्पाल र 200 थान जति जाली चाहिँ नगरपालिकाले हेलो हामी जल उठाउन प्रकोपलाई पनि आकर्षण गरेको हेलो मास्की होइन ए के छ मलाई 1 घन्टापछि कुरा गर्नु है म यहाँ